Hello guys, welcome to my Kitty Rumba vlogs. Very good morning everyone. आजको मेरो लन्च छ पोटल र आलुको करी। यस्तो गर्दा कस्तो देखिरहेछ यो बत्ती बालेर के हो छिटो हुन्छ सब्जी मसला हालेपछि यो यहाँ रोटी छ। आज मैले पूजा गरेँ हो बहिनीले के गर्यो के भन्छ नास्ता बनाएँ पालुको बनानाको भुजिया र साग भएछ चिकन त्यो खोल्दिनँ अहिले गाइस कस्तो हुन्छ। यो चाहिँ हाम्रो गाईको लागि हो लामो चाहिन्छ नि भिडियो कि खानु बस्छ जस्तो लाग्छ आफू खानु बस्छ जस्तो अन्त अब खाइपी गरेर फेरि दिउँसोको हुन्छ हो गाइस के गर्नु यही छ काम छैन खायो बस्यो अब त भइसक्यो नास्ताहरू हाम्रो चाहिँ भएको छैन अब हुन्छ मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब गर्नु नभुल्नुहोस् ल गाइस। Bye bye, take care, have a nice day.